एउटा वर्ग हुन्छ महिला घरको, उहाँहरू के गर्नुहुन्छ भने बिहान 5 बजे उठ्नुहुन्छ र त्यसपछि 6-7 बजे उठ्नेका छोरा र बुवा बच्चाहरू अथवा श्रीमानलाई चाहिँ खुवाउनुहुन्छ। फेरि 9 बजे खाना खुवाएर पठाउनुहुन्छ। तर 5 बजे उठेको महिलाले हेर्नुहोस् त 9-10 बजेसम्म खाना खानुहुन्न, केही पनि खानुहुन्न। उहाँलाई पकाउन आउँछ, पस्कन आउँछ, खुवाउन आउँछ, खाना आउँदैन एउटा महिला है। र फेरि त्यही महिलाले के गर्नुहुन्छ भने 1-2 बजेतिर चाहिँ एक्लै छु भने खाइदिनुहुन्न के, दुध चाहिँ खाइदिनुहुन्छ, खाजा राम्रो खाइदिनुहुन्न। आफूले खाजा खानलाई पर पाहुना आउनुपर्ने अवस्था हुन्छ यो महिलाको। त यी महिलाले फेरि के गर्छिन्, 1 बजेतिर आफ्नो छोराले जुन स्कुलमा खाजा खाइसक्यो, 1 बजे आफ्नो श्रीमानले कार्यालयमा खाजा खाइसक्यो, कतिले श्रीमान र छोराछोरी आउँछन् भने 4 बजी कुर्नुहुन्छ र उहाँलाई फेरि खाजा बनाइदिनुहुन्छ, तब पनि आफू खानुहुन्न होइन। अनि फेरि एकछिनपछि खाना खाइहाल्छु भने सोध्नुहुन्छ ती महिला। फेरि उहाँले के गर्नुहुन्छ भने एकछिनपछि चाहिँ म सबैलाई खुवाउनुहुन्छ, सबैलाई खुवाएर कहिले कहिले आफू खाली पेट बस्दिनुहुन्छ र कहिले कहिले के गर्नुहुन्छ भने अरूले नखाइदिए फेरि आफूलाई फेरि अन्नले श्राप्छ भन्दै फेरि भरपेट खाइदिनुहुन्छ। यदि तपाईँ मिलाएर खाइदिनुहुन्छ भने मैले के भन्छु भने नर्मली मिल्छ भने 7 बजीतिर ब्रेकफास्ट खानुहोस्। र यदि तपाईँ गृहिणी हुनुहुन्छ या इभन त कार्यालयमा काम गर्ने मान्छे हुनुहुन्छ मिल्छ भने अप्ठ्यारो मान्नुहुन्न, बरु हटकेसमा बरु खाना लिएर गइदिनुहोस्, 11 बजी खाइदिनुहोस्, 3 बजे खाजा खाइदिनुहोस् र 7-8 बजे खाना खानुहोस् भन्छु क्या। 4-4 घन्टामा थोरै खाउँ, पट्ट खाउँ र मिल्छ भने बरु बेलुका खाना एकदमै कम गरौँ भन्छौँ क्या हामीले। जति हामी धेरै खान्छौँ नि बेलुकातिर त्यति हाम्रो गाह्रो पर्न सक्छ।